back to my YouTube channel. I hope तपाईहरुले सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आजै म यसै ठाउँमा आएको छु ठाउँ त मलाई थाहा छैन जो डाँडामा आएको छु घुम्नलाई आएको अब झ्याउ लाग्यो रुमतिर त्यही भएर घुम्न आएको तपाईहरु पनि एक्लै होला झ्याउ लागिरहनु भयो होला हैन अब म तपाईहरुले आज चाहिँ हामी यही डाँडाहरु अवलोकन गर्ने छु यही ठाउँहरुको अवलोकन गर्ने छु ल हजुर आऊ हजुर यहाँ म भनिदिन्छु मेरो भाइले चाहिँ भ्लग बनाएको म लाइक सब्स्क्राइब गरिदिन्छु भन्नुभएको छ आउनुस् त ल आउनुस् तपाईको नाम के हो भन्नुस् त ल यहाँ आउनुस् न तपाईको नाम के हो भन्नुस् न बस्नुस् न तपाईको नाम के हो रे सुलभ अनि तपाईको आयुष मगर यसको चाहिँ काली मेरो पनि आयुष नै हो नि हो यहाँ आउनुस् न तपाईको नाम के हो रे च्यानलमा के छ यहाँ आउनुस् त हजुर च्यानलमा नाम के छ पविती लामा मेरो आयुष खले आयुष खले ब्लग लास्टिमा ब्लग भाइले चाहिँ आज गएर मेरो आइडीमा सब्स्क्राइब गर्नुहुन्छ हैन त हैन थ्यांक यू यार ग्याङ भूमि सेकेन्डरी स्कुल म ग्याङ भूमि सेकेन्डरी स्कुल ओहो भाइ चाहिँ ज्ञान भूमि सेकेन्डरी स्कुल ग्याङ ज्ञान भूमि सेकेन्डरी स्कुल मलाई कस्तो भन्नै आएन के कस्तो हो के ल ग्याङ भूमि सेकेन्डरी स्कुल तपाईँ पनि त्यही पढ्नु ल अनि कतिको हेर्नुहुन्छ भ्लगहरु चाहिँ राइडर ब्लग ल राइडर ल कसको नाम थाहा छ तपाईले भन्नुस् त ल राइडर अंकित यहाँ बसे है ल राइडर को हो रे अंकित हो ग्याङ रे ल यहाँ हेर्नुस् त ल कतिवटा छ भन्नुस् त तपाईहरुको ग्याङ ल यसको छैन मेरो कतिवटा छ 1 2 3 4 5 6 7 8 ग्याङ छ 8 जना छ अनि ग्याङ स्टार को हो त ल ग्याङ स्टार तपाई हो सुशान्त किसन सुशान्त जुनियर को भन्नुस् त ल सुशान्त सानो सानो हो फाइटमा मैले भनेर हुँदैन नि ल तपाईहरु जुत्न चाहिँ ल हेरौ जुद्यो भने बराबर होला मलाई लाग्छ बराबर हुन्छ तपाईहरु 6 प्याक हैन कहाँ छ ल भाइ चाहिँ मेरो 6 प्याक हेर्दै हुनुहुन्छ ल मेरो 6 प्याक हेर्दै छ त भाइ दुईटा छ 6 वटा छ नि 4 वटा हैन नि अच्छा त्यस्तो भन्नु न है ल तपाईको नाम के हो रे अंकित कसको हो रे अंकित राइडरको के राइट तै राजकुमार थापा मगर हेर्नुहुन्छ भग मोटो भग हेर्छु त्यसको नाम के हो ल अनि यता हेर्नुस् ल यता आउ न इ गर न इ गर न मेरो नि किराले खाछ के तिम्रो नि खाछ खाइ इ घट्टा खाली बसडा बाले सबैको खाछ यार तर मेरो लोभ ओ सुपरम्यान बोल रोमन रिङ थियो हो रेस्टिङ हेर्छ एट यसो यहाँ म भ्लग बनाउँदै थिएँ भिडियो बनाउँदै थिएँ भाइहरु आइरा रहेछ भ्लग बनाउँछौ र दाइ भन्नुभयो भाइहरुले अनि हेर्दै रहेछ मान्छेहरु त सानो सानो तर धेरै बोल्ने खालको चञ्चले ल आउनुस् त के भन्ने हो रे लाखे बुढो ओए ओए लाखे बुढो ओए ओए एबीसीडी सोध्नु ल एबीसीडी भन्नुस् ल एबीसीडी एफ जे एच आई जे क्यान एन पी क्यू आर एस टी वी डब्ल्यू एक्स वाई जे
QRSTUVWXYZ number भन्छ बिस्तारै Z number भन्छ बिस्तारै एम पछि के आउँछ M पछि ABCD M पछि एम पछि ई जेड पछि मोमो खानु प्लेट त्यहाँ नजानुहोस् त ल तपाईँहरू लड्छ मुनि गइरहेको रहेछ भाइ र बहिनीहरू यहाँबाट लड्यो भने सिधै रेस्ट इन पिस हुन्छ नि यहाँबाट त के हो अरे यहाँ आऊ न यहाँ भाइले चाहिँ यहाँबाट लड्यो भने होइन आकाशको टिकट काट्नुपर्छ अरे कि कस्तो जान्ने बटरफ्लाई किक हान न ल मेरो भाइको बटरफ्लाई किक हो ल भाइ ग्याङस्टार हो ग्याङस्टारको हो अरे ठुलो भएपछि युट्युबर बन्ने ओ गुड फ्री फायरको अनि हामी त कहाँ पुगिसक्छौँ आधी नै कुरा गरेको छैन यार ग्याङस्टार भाइ के छ सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ अनि ल भाइको जिएफ कतिवटा छ भन्नु यसको बॉयफ्रेन्ड छ यसको बॉयफ्रेन्ड छ यसको चाहिँ छ यसको चाहिँ यस्तोमा चढ्नु भएको छ कि हो क्लाइम्बर हो तपाईहरु अँध्यारो छ ठुलो खाल्डो छ ल म आउँछु है हैन बाटो ल आज म यहाँ भाइहरुसँग रमाउँदै छु यहाँ ठुलो खाल्डो रहेछ भाइले भने खाल्डो यही होला यो हैन यो हैन अनि यो चाहिँ के हो त यो चाहिँ जग्गाहरु राखेको बहिनी जग्गाहरु राखेको छ ठुलै होल रहेछ हैन मलाई त अटाउँछ नाम के हो यो होलको हजुर थ्यांक यू पप्पी छ हो ल छोड्नु सम्म हेर्छु हाम्रो भाइ बहिनीहरुले पप्पी छ भनिरहेको थियो हैन यो खाल्डोमा मैले अघि त्यो गरेको थियो देखिन अब म देखाउँछु हैन छ भने तपाईहरुलाई खाल्डोमै मोबाइल त्यो गरेर देखाउँछु अहिले लाइट बाल्नु पर्छ भनेर पप्पी हेरम भनेको कता छ हेरमै छ कि छैन खोइ त खोइ त्यो हो अझै साँच्ची रहेछ त पपी पपी हो आँखा तरेर हेर्यो है आँखा तरेर हेर्यो आज त्यो भाइ बहिनीहरुसँग खेलिरहेको थियो एउटा त्यो के भन्छ दुलोमा कुकुर कि स्याल हो थाहा छैन कुकुर नै होला सायद कुकुर रहेछ बसिरहेको रहेछ त्यो रमाइलो लाग्यो आजको त्यो चाहिँ देख्न पायो यत्रो दुलोमा कसरी बसिन्छ थाहै भएन नि त कसरी गयो आफै खने जस्तो लाग्यो कि मलाई त्यो चाहिँ राम्ररी गएर हो है त्यो फेरि फस्ला नि फस्छ कि नै फस्दैन तिमीले खाने मेरो भाइ चाहिँ यहाँ दुलोमा छिरेर होइन भिडियो गरेर ल्याएर आएको छ होइन बारी नै जस्तो छ कि यत्रोसम्म तपाईँहरूले देखाउँछु लामो गरेर लामो त के भन्नु यति रहेछ त्यस्तो छ फुलहरू देख्न सक्नुहुन्छ आज वातावरण मौसम चाहिँ खुल्ला सफा छ ल कुन स्कुलमा पढ्नुहुन्छ रमाइलो पाठशाला वाइ पछि के आउँछ रे जेड पछि खाली पेट वाइ पछि के आउँछ रे
वाइ बच्ची वाइ बच्ची हो कि ABCD वाइ बच्ची जेड बच्ची असार चाहिँ म यता झोला बोकेर आएको थिएँ झोला मैले भुइँमा छोडेर यसो भाइहरूसँग रमाइलो गरिरहेको थिएँ रमाइलो छ भाइहरू मजाको छ बालापान फर्केर आउँदैन है हो कि नै भन न मसँग जाने हो है तपाईँ हजुर मेरो मेरो के भनेको थिएँ होइन आयुष भने सर्च गर्नुहोस् गर्नुहोस् के हो रे के हो रे आयुष घटे आयुष घले घटे घले आयुष घले AAYUSGHAL है घर फर्किन लाग्यो यहाँ आएर पनि धेरै बस्यो नि त धेरै बेर अब चाहिँ घर फर्किङ भनेर यस्तो छ म चाहिँ यस्तो जङ्गलमा छ होइन जान लागेको हामी चाहिँ रुम पुगेपछि भिडियो क्याप्चर गरेर देखाउने नै छु आजको हाम्रो भ्लग जर्नी आजको जुन हामी आउन लागेको ठाउँ क्याप्चर गरिसकेँ मैले अघि नै यति नै छ हाम्रो चाहिँ के 22 धारामा को बस्छ ए त्यो क्यामेराम्यानहरू ल 22 धारामा बस्ने होइन एउटा क्यामेराम्यानको नाम भन्नुहोस् त ल नाम भन्नुहोस् न थाहा छ कि छैन मलाई 2 दिन धेरै चिन्छ यार म त तर उहाँहरूले चिन्दैन होइन हो कि नै कस्तो जङ्गल छ है यस्तोमा नि आज चाहिँ मैले 2वटा भाइहरू भेटेको थियो सोधेको थियो फर्स्टमै भ्लग बनाउनुहुन्छ अरे बनाउँछु भनेको भाइले ठ्याक्कै नाम के छ भनेर सोध्यो होइन अलिकति एउटा अगाडिको भाइ चाहिँ धेरै बोल्ने रहेछन् होइन यो 2टा चाहिँ पछाडिको भाइ चाहिँ सोच रहेछ होइन जस आज चाहिँ 2वटा सब्सक्राइब पर्ला जस्तो छ 2वटा त्यति बढ्यो भने कति हेल्प हुन्छ यार धेरै छैन 2-2वटा त्यसरी बढ्यो भने त पुगिन्छ होला मेरो पनि एकछिनमै 4 त बढी पुगिन्छ के हो पुगिन्छ कि नै यस्तो गर्यो भने पुगिन्छ होला सायद चाहिँ बढ्ला जस्तो देखियो है 2वटा सब्सक्राइब बढिन्छ आज 2वटा तपाईँहरूले पनि गरिदिनु होला जतिजनाले हेर्नुहुन्छ त्यतिजनाले मेरो सब्सक्राइब के युट्युब च्यानल हेरेर युट्युब प्रोफाइल भ्यू गरेर अनि सब्सक्राइब गरिदिनु त्यसरी नै तपाईँहरूको ठुले भाइलाई यसरी नै तपाईँहरूको ठुले भाइलाई सपोर्ट गरिरहनु होला गरिदिनु हुन्छ भने आशा राखेको छु जतिजनाले हेर्नुहुन्छ भिडियोलाई सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला माया गरिदिनु होला कमेन्टमा के सुधार गर्नुपर्ने छ त्यो कुराहरूको पनि टिक्का टिप्पणी गरिदिनु होला कमेन्टमा प्रतिक्रिया दिनु होला मेरो के सुधार गर्नुपर्ने छ धेरै कुरा सुधार गर्नुपर्ने छ भर्खर सिक्दैछु हैन के सुधार गर्नुपर्ने छ तपाईहरुले मेरो समस्याहरू के छ त यसमा त्यो चाहिँ कमेन्टमा भन्न नभुल्नु होला लाइक